नमस्कार। आजको राशिफलमा स्वागत छ। आज मिति 2082 साल असार 7 गते शनिबार, ईस्वी सन् 2025 जुन 21 तारिक, नेपाल सम्वत 1145 तसलागा, उत्तरायण सिद्धार्थ संवत्सर ग्रीष्म ऋतु। आज शनिबार, आषाढ कृष्ण पक्ष एकादशी तिथि 1:38 पछि आज द्वादशी तिथि लाग्नेछ। त्यसै गरेर आज अश्विनी नक्षत्र परेको छ, अतिगण्ड योग परेको छ। आज मेष राशिबाट चन्द्रमाको भ्रमण रहनेछ। आज विशेषतः योगिनी एकादशी व्रत रहेको छ। त्यसै गरेर विश्व सङ्गीत दिवस, त्यसै गरेर विश्व योग दिवस पनि आज परेको छ। आजलाई पञ्चाङ्ग खण्ड यति नै। अब सुरु गरौँ आजको राशिफल। सबैभन्दा सुरुमा मेष राशि। मेष राशिको लागि आज आर्थिक सामाजिक गतिविधिमा सक्रियता बढ्नेछ। भाग्यले साथ दिनेछ, मनोबल उच्च रहनेछ। आफन्त साथीभाइबाट पनि सहयोग मिल्नेछ। साथै कृषि चौपाया पशुपालनबाट पनि राम्रो लाभ मिल्ने देखिएको छ। वृष राशि। वृष राशिको लागि आज नचाहिने काममा बढी समय र धनको खर्च हुने देखिएको छ। दिनको अन्त्यमा स्वास्थ्यमा केही गडबडी हुन सक्नेछ। यात्रा गर्दा ध्यान दिनुहोला। मिथुन राशि। मिथुन राशिको लागि आज तपाईँको कार्यको समाजमा प्रशंसा हुनेछ। विपरीत लिङ्गीबाट सहयोगको अपेक्षा गर्दा राम्रो हुनेछ। व्यापार व्यवसायबाट अपेक्षित लाभ मिल्ने देखिएको छ। प्रेम गर्नेहरूको लागि आज नयाँ वातावरणको सिर्जना हुने भएको छ। कर्कट राशि। कर्कट राशिको लागि आज तपाईँको कर्मस्थानको चन्द्रमाले तपाईँलाई खुसी प्राप्त गर्न सघाउनेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। राजनीतिक कार्यमा सहभागी हुन पाइनेछ। कर्मको फल मिल्ने दिन रहेको छ। सिंह राशि। सिंह राशिको लागि आज मनोबल उच्च रहनेछ। राजनीतिक र साङ्गठनिक काममा सक्रियता बढ्नेछ। खुसी बन्ने मार्गहरू थप भेटिनेछन्। कृषिजन्य वस्तुमा भने थोरै हानि नोक्सानीको सामना गर्नुपर्ने हुनसक्छ। कन्या राशि। कन्या राशिको लागि आज स्वास्थ्यमा केही गडबडी देखा पर्न सक्नेछ। यात्रामा अवरोध सिर्जना हुनेछ। कला साहित्यतर्फ भने प्रगति देखिएको छ। आज कार्यक्षेत्रमा केही फेरबदल आउनेछ। मनका कुराहरू मनमै राख्दा राम्रो हुनेछ। आज तुला राशि। तुला राशिको लागि आज लेखन कार्यमा सकारात्मक प्रतिफल पाइनेछ। विद्यार्थी वर्गका लागि आज परीक्षा छ भने परीक्षामा सफल भइनेछ। प्रेम सम्बन्ध मजबुत रहनेछ। व्यापारीको लागि धन सञ्चय राम्रो रहनेछ। वृश्चिक राशि। वृश्चिक राशिको लागि आज हराएको अथवा गढेको धन भेट्न सकिनेछ। प्राकृतिक रूपमा केही प्रतिकूलताको सामना गर्नुपर्ने हुनसक्छ। मन भने खुसी रहनेछ। प्रतिस्पर्धामा विजयी हुनुहुनेछ। स्वदेश तथा विदेशबाट नयाँ अवसरको सम्भावनाहरू पनि आउने देखिएको छ। धनु राशि। धनु राशिको लागि आज नयाँ योजनाको सुरुवात हुनेछ। साथीभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ। स्वास्थ्य समस्याबाट छुटकारा पाइनेछ। व्यापार व्यवसाय राम्रो रहनेछ। मकर राशि। मकर राशिको लागि आज मनोबल कमजोर रहनेछ। मनमा अलिकति अस्थिरता पैदा हुनेछ। काममा बाधा व्यवधान आइपर्नेछ। आफूलाई स्थिर राख्नु आज बुद्धिमानी रहनेछ। कुम्भ राशि। कुम्भ राशिको लागि आज मनमा साहस बढ्नेछ। नयाँ ठाउँको यात्राको तयारी हुनेछ। अपुरा कामहरू पुरा हुनेछन्। समाजमा प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ। मीन राशि। अनावश्यक रूपमा झमेला आइपर्नेछ। स्वास्थ्यमा अचानक गडबडी देखिन सक्नेछ। यात्रामा चोटपटकको भय रहनेछ। आजको दिन सम्हालिएर रहनुहोला। आजलाई आजको राशिफल यति नै। आजको राशिफलले जे जस्तो कुरा बताए तापनि आजको तपाईँको दिन शुभ रहोस्। ओम नमः शिवाय।